अहिले म चुनाव नलड्ने भन्ने बेलामा फेरि दलिलो सङ्गठन बनाएर छोडेको वृहत वामपन्थी एकता समाजवादीहरूसँग एकता गरेर अहिलेसम्म मलाई लाग्छ 17वटा पार्टीहरू हामी एकीकृत भइसक्यो। अर्थात् त्यो एकीकृत हुनुभन्दा अगाडि ती 17वटा भिन्दा भिन्नै थिए। त्यसैले ध्वंस पारेर होइन सकभर हामी वामपन्थी भएको हुनाले लेफ्टिस्ट कम्युनिस्ट भएको हुनाले वृहत वाम एकता गराउने काममा हाम्रो पार्टी नै अगाडि छ। अहिलेसम्म तपाईँले लगभग मेरो विचारमा अर्को कम्युनिस्ट पार्टीसँग 2-4वटा पनि कुनै पनि कम्युनिस्ट पार्टी नेपालमा विद्यमान कम्युनिस्ट पार्टी एकता गर्न गएको तपाईँहरूले सुन्न पाउनु भएको छैन होला। तपाईँहरू शक्ति आफ्नो शक्ति एउटै मात्रै पार्टी एउटा दरिलो पार्टीको रूपमा स्थापित नहुनु पनि एउटा निराशाजनक कुरा हो नि त। होइन, त्यस्तो हुँदै होइन। हामी दरिलो पार्टी त बन्ने क्रममै छौँ त। भर्खर त गएको एउटा इलेक्सनमा त्यो विशेष परिस्थिति तपाईँले भने त्यो बेला दर्जनौँ पार्टीसँग एकता हुनु पनि एउटा निराशाजनक कुरा हो। त्यो सुदृढ गर्नको लागि त तपाईँले यही सुदृढ किन भएन भन्ने आरोप लगाउनु होला भनेर सुदृढ हुनको लागि नै हामी चाहिँ नि वृहत वामपन्थीहरूका एकता र अब कम्युनिस्ट पार्टीहरूको एक धार हुनुपर्छ भनेर हामी हिँडिरहेका छौँ। यद्यपि त्यसमा अझ हामी सफल हुन सकिरहेका छैनौँ। अझ पनि 1-2वटा कम्युनिस्ट पार्टीहरू अलग अलग नै हिँड्ने मुडमा हिँडिरहेको हुनाले एकै ठाउँमा बस्नुपर्छ भन्ने चाहिँ हामीले 17वटा पार्टीलाई चाहिँ एकै ठाउँमा आएर अहिले सुदृढ कम्युनिस्ट नेपाली कम्युनिस्ट पार्टी बनाएर हामी अगाडि बढिरहेका छौँ। आफूले उम्मेदवारी नदिनु विभिन्न कारण होला, तर बाहिरी रूपमा चाहिँ हामीले युवाहरूलाई पारो दिउँ भन्दै पन्छिरहेको अवस्था छ नि। तपाईँ त्यसो पनि भन्न पाउनुहुन्छ। तर अहिले मैले जुन परिस्थितिमा जे ढङ्गबाट मैले गरिरहेको छु, वृहत वामपन्थी एकता भएको सुदृढ भएको पार्टी, त्यो स्थितिमा त मैले अब आफ्नो इतिहास पनि भने मैले झन्डै अब 40 वर्ष भएछ मैले चुनाव लड्न थालेको। त्यो पनि जन्मिँदै जमदार भने जस्तो जन्मिँदै मान्ने लडेँ। वडा अध्यक्ष हुँदै, पार्टी सदस्य हुँदै, जिल्ला सदस्य हुँदै, प्रदेश सदस्य हुँदै होइन। यो 40 वर्ष भनेको एउटा अवधि, ठुलो अवधि हो। त्यसले गर्दाखेरि मैले चाहिँ एउटा धेरै अवधि पनि बसियो, लामो अवधि पनि बसियो। त्यसपछि चाहिँ अहिलेको यो आन्दोलनले नयाँ अनुहार पनि खोजेको भन्ने मलाई महसुस भयो। त्यसले गर्दाखेरि चाहिँ नि मैले रेस्ट गर्नु उपयुक्त हुन्छ भनेर मैले गरेँ हौँ। न कुनै पार्टी कमजोर भएर, न कुनै स्थिति बिगारेर, न त्यो हार्ने डर भएर। अहिले पनि हाम्रो जिल्लाका साथीहरू, पार्टीका साथीहरूले तर माहौल त बिग्रेको छ जेन्जी आन्दोलन पछाडि। सबैको बिग्रेको भन्नुहुन्छ भने सबैलाई म त्यसलाई इन्कार गर्दिनँ। तर सबैमध्ये तपाईँको पार्टी चाहिँ के छ भनेर सोधियो भने सबैमध्ये चाहिँ मेरो पार्टी चाहिँ नि क्रमशः एभ्री डे प्रत्येक महिना चाहिँ हामी सुदृढ हुने क्रममा गइरहेका छौँ। अब तपाईँको क्षेत्रबाट चाहिँ कस्तो खालको मान्छे उठ्छ त? मान्छे भन्दा बडो समस्या पनि हो त। हामीसँग भएको मध्ये अब्बल बढीभन्दा बढीमा पुग्न सक्ने क्षमता राख्ने मान्छे हुन्छौँ। तर हरेक उम्मेदवारले, हरेक उठ्न चाहनेले म सक्छु भन्नु उसको कर्तव्य पनि हो, स्वाभाविकै पनि हो। तर अर्को 4 जनाले हेर्दाखेरि पनि चाहिँ नि, पार्टीका अरू मान्छेले नि हेर्दाखेरि चाहिँ नि यो चाहिँ मान्छे उम्मेदवार भयो भने अरूभन्दा अलिकति राम्रो हुन्छ कि अर्को नराम्रो भन्ने अर्थमा होइन, चुनाव जित्ने प्रयोजनको लागि चाहिँ नि त्यस्तो मान्छे हामी चोइस गर्छौँ, दिन्छौँ। अब तपाईँ आगामी दिनमा उम्मेदवारी दिनुहुन्छ कि हुन्न? अब राजनीतिमा तपाईँ कतिको सक्रिय? मैले भनिहालेँ म पार्टीमा सक्रिय हुन्छु भनेर अघि पनि मैले भने। मैले यसमा राजनीतिबाट सन्यास लिएको होइन, म राजनीतिमा पुरै सक्रिय रहन्छु। म अभिभावकीय भूमिकामा रहन्छु। यो चुनावमा पनि म आफ्नो यहाँका साथीहरूले जहाँ जहाँ आवश्यक देख्नुहुन्छ म पढ्छु। आगामी दिनमा तपाईँ अवसर मिल्यो भने, माहौल मिल्यो भने उम्मेदवारी पनि दिनुहुन्छ? किन्दै नकिने कपडाको चाहिँ कोट हाल्ने कि दौरा सुरुवाल हाल्ने भनेर गफ गर्नु कुनै तुक हुँदैन। 5 वर्षमा धेरै पानी बग्छ, धेरै खोला बग्छ, धेरै हावा चल्छ भन्ने धेरैले भन्ने गर्छन्। बागमतीमा धेरै पानी बग्यो, हाम्रो यहाँ राप्ती खोला चाहिँ धेरै पानी बग्यो भनेर। त्यसले गर्दा त्यो बेलामा तर्क कुतर्क गर्नुभन्दा अहिलेको कुरोको हकमा अहिले म यो इलेक्सन नलड्ने साथीहरू अगाडि बढाउँछु। त्यो बेलाको आवश्यकताले के देख्छ, मेरो पार्टीले के देख्छ, म कुन हालतमा हुन्छु, त्यो त्यति बेला। वर्तमान सरकारको कुरा गरौँ न। अहिले सरकारको मन्त्रीहरू भकाभक पार्टी प्रवेश गरिरहेका छन्। यो विषयमा तपाईँको धारणा के छ? अहिले पनि मैले भने होइन, अहिले पनि भने मैले, नेपालको कानुनले रोक्दैन। किन भन्दा 48 सालदेखि अहिलेसम्म प्रधानमन्त्री, मन्त्री सबै मन्त्री र प्रधानमन्त्री भएरै चुनाव लड्न गएका हुन्। योभन्दा अगाडि जोसुकै यो पार्टी भन्ने होइन, जोसुकै पनि भने अहिले पनि कुनै त्यो कानुन संशोधन भएको छैन। धेरै अहिलेका मान्छेले मन्त्री प्रधानमन्त्रीले चुनाव लड्न पाउँदैन, पार्टीमा बस्न पाउँदैन भन्ने कुरै अहिले दलीय व्यवस्था हो। त्यस कारणले तर चाहिँ बाहिर प्रधानमन्त्री अहिले सुशीला कार्की जो बन्नुभयो
उहाँले त्यही 1-2 दिनभित्रैमै मन्त्रीमण्डल पुनर्गठनका गठनका कुरा सोद्धाखेरि म इलेक्सन लड्ने र पार्टीमा राजनीतिक रूपले देखिने गरी लेभल लागेका मान्छेलाई म मन्त्रीमण्डलमा ल्याउन भन्ने भाषा उहाँले आफै बोल्नुभयो। त्यही बोलेका कारणले गर्दाखेरि तपाईँहरूलाई सोध्ने मौका मिल्यो। यदि उहाँले त्यो नबोल्दै भए सोध्न मिल्दैन थियो। अहिले जेनजीको पनि कुरा गरौँ न। एउटा एक खालको जेनजीले चाहिँ नयाँ शक्तिहरूलाई समर्थन गरेको छ, अर्को चाहिँ माग पुरा हुनुपर्छ भनेर सडकमा छन्। यो जेनजीलाई कसरी लिनुभएको छ? छैन, जेनजी भन्नाले कसलाई भन्ने? अब तपाईँले जेनजी आफैले 140 समूह छ भन्यो, पछि प्रधानमन्त्रीको मुखबाट मैले सुनेको थिएँ जेनजीकै 40 कि 45 समूह छन् भनेर। 19 होइन, भाइले सुन्दा 19 छ, म प्रधानमन्त्रीको मुखबाट सुने मैले 40वटा जेनजी समूह छन्। कसलाई मिलाउने कसलाई नमिलाउने, एउटा रिसायो अर्को खुसी पाऱ्यो अर्को रिसाउँछ। यो त टाउको दुखाइ नै हुँदैछ, म त भोग्रोमा भएर त भाषु भनेर भने भएर थाहा पाएको। अनि जेनजीकै मान्छेहरूले सुरुमा हाम्रो त 140 समूह छ, विराटनगर, जुम्ला, वीरगञ्ज, कहाँ सबै सहरै पछि भनेर सुने हो। भनेपछि जेनजी भनेको एकमुष्ट एउटै केही पनि छैन। त्यही जेनजी आन्दोलन मुभमेन्ट र त्यही अघि 19 जना भने साहित्य वार्ता गर्न जाने प्रतिनिधिको कुरा गरेर त्यसमध्ये 1-2 जना हाम्रो पार्टीमा प्रवेश गरिसके। त्यसमध्ये 1-2 जना, त्यसमध्ये 1-2 जना काङ्ग्रेसका गएको पनि देखाएको छु, त्यसमध्ये 1-2 जना एमालेका गएको पनि देखाएको छु, त्यसमध्ये 2-4 जना राष्ट्रिय स्वतन्त्र पार्टीमा गएको पनि देखाएको छु। स्वतन्त्र कोही पनि छैन। अनि त्यस कारणले जेनजी यसलाई नै सपोर्ट गर्यो भन्ने कुरो समग्र जेनजी भन्ने हो भने छैन। तर पनि अहिले अधिकांश युवाहरूको मेन्टालिटी र भनाइ र उनीहरूको आकाङ्क्षा चाहिँ बाहिरबाट मूल्याङ्कन गर्ने हो भने उनीहरू नयाँ पार्टी भन्दा पनि नयाँ अनुहार आउन्, नयाँ शक्तिहरू आउन्, नयाँ शक्ति पनि हुनसक्छ, नयाँ व्यक्ति पनि हुनसक्छ। हामीलाई पार्टीसँग कुनै आग्रह पूर्वाग्रह होइन, हामीलाई नयाँ चाहिने मान्छेहरू चाहियो भन्ने पनि उनीहरूका अन्तर्वार्ता सुनेको छु मैले। यो आसन्न चुनावको तपाईँको पार्टीको माहौल चाहिँ कस्तो देख्नुहुन्छ? म त माहौल राम्रो देखिरहेको छु। बहुमत ल्याउँछ? म त्यसरी भन्दिनँ। अहिलेको संविधानको संरचना र निर्वाचनको कानुनले एउटै पार्टीलाई बहुमत अस्ति नै त ल्याउन दिन सक्ने स्थिति थिएन भने अहिले झन् नयाँ नयाँ शक्तिहरू जन्मिरहेका छन् भने चाहिँ त्यो नयाँ शक्ति जन्मिनु भनेको भोट डिभाइड हुनु हो, भोट बाँडिनु हो। भनेपछि जोसँग भोट धेरै हिजो अस्ति थियो त्यसको घट्छ, जोसँग कम भयो, जो नयाँ आएका छन् उनीहरूले केही भोट फेरि जम्मा गर्छन्। त्यसले गर्दाखेरि चाहिँ नि एउटै पार्टीको बहुमत नआउने भनेर मेरो पार्टीमा कुनै पनि पार्टीको नआउने तपाईँ सम्भावना देख्नुहुन्छ? कुनै पनि त्यो ग्यारेन्टी नै, सम्भावना होइन, ग्यारेन्टी नै दिन्छु। हस् त, यहाँलाई समय र संवादको लागि धेरै धेरै धन्यवाद। धन्यवाद।